जय मसीह सबैजनालाई। हामी हाम्रो जीवनमा धेरै सम्बन्धहरू बनाउँछौँ। हाम्रो परिवारको सम्बन्धले, हाम्रो साथीभाइहरूको सम्बन्धले र हाम्रो प्रियजनहरूको सम्बन्धले हामी धेरै खुसी र सुरक्षित महसुस गर्छौँ। तर कहिलेकाहीँ यो सम्बन्धमा पनि दूरी आउन सक्छ र हामी कहिलेकाहीँ एक्लो महसुस गर्न सक्छौँ। तर येशूको प्रेम यस्तो बन्धन हो जुन कहिले टुट्दैन। बाइबलमा भनिएको छ यूहन्ना 13:34मा, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिदछु, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। आमेन। येशूको प्रेम धेरै निस्वार्थ र अटुट छ। उहाँले हामी जस्तो छौँ त्यस्तै अवस्थामा हामीलाई प्रेम गर्नुहुन्छ। जब तपाईलाई लाग्छ तपाईलाई कसैले पनि सम्झिँदैन, कसैले बुझ्दैन, तब तपाईले येशूको प्रेमलाई सम्झनुहोस्। उहाँले तपाईको हृदयको हरेक भावनालाई, हरेक पीडालाई बुझ्नुहुन्छ र उहाँले तपाईलाई सधैँभरि सहायता गर्नुहुन्छ। प्रभु येशूको प्रेमले तपाईलाई अरूसँग जोड्छ र तपाईलाई कहिले एक्लो हुन दिँदैन। आज प्रभु येशूको अनन्त प्रेमलाई आफ्नो हृदयमा महसुस गर्नुहोस्। उहाँको प्रेमलाई अरूसँग बाँड्नुहोस्। यदि तपाईलाई यो छोटो मेसेजले प्रेरित गरेको छ भने यो भिडियोलाई शेयर गर्नुहोस् र अरूलाई आशिषित बनाउनुहोस्। हुन्छ। जय मसीह।